गुड मर्निङ। नमस्कार सबैजनालाई। म चाहिँ अहिले मर्निङ वाक कर्निस जाँदैछु। आज चाहिँ म कर्निस गएर आएको सबै ब्लग बनाउँदैछु। फर्स्ट टाइम बनाउँदैछु, कोसिस गर्दैछु। हजुरहरूको साथ सपोर्ट दिनुहोस्। अलि बिहानै हिँड्नुपर्छ, नत्र त गर्मीले हिँड्नै सकिँदैन। यो चाहिँ हाम्रो बिल्डिङको बाहिरको रुट। अब यहाँबाट म जाँदैछु। अहिले चाहिँ म यहाँ सर्टकट बाटोबाट कर्निस जाँदैछु। अलि पछि आउँदाखेरि चाहिँ मेन रोडबाट आउँछु, बिच भएर आउँछु। यो चाहिँ अहलिया हस्पिटलको फर्स्ट सिग्नल, कर्निस जाने फर्स्ट सिग्नल। यो चाहिँ भाइरल पुल। अब यहाँबाट एक सिग्नल छ कर्निस पुग्नलाई। यो चाहिँ अन्डरपास, मुनिबाट बाटो क्रस गर्दा पनि हुन्छ, तर म चाहिँ अहिले माथि मेन रोडबाट बाटो क्रस गर्छु। यो चाहिँ लास्ट सिग्नल। यो सिग्नलमा फेरि यति छिटो लाइट अफ हुन्छ, दौड्नु पर्छ यो सिग्नलमा त हामी त। कर्निस आइपुग्यो। अब बिस्तारै बिस्तारै हिँड्छु। त्यति घाम लागेको छैन, अहिले त शीतल छ, हावा लागिरहेको छ। अब एकछिन यहाँ मोबाइल राखेर एकछिन यहाँ बिचमा हेर्नुपर्छ। बिचमा नै जाने, अहिले पछि जान्छु म बिचभित्र पनि। यो चाहिँ बिचको बाहिर। यो चाहिँ अब बिचमा जाँदैछु म बिस्तारै बिस्तारै। घाम त अलिअलि लागेको छ, तर त्यति गर्मी छैन, अहिले बिहानै भएको भएर। यहाँ चाहिँ बेलुका रमाइलो हुन्छ धेरै। बेलुका चाहिँ एकदम धेरै भिड हुन्छ, बिहान चाहिँ त्यति भिड हुँदैन, ठिकै हुन्छ हिँड्नलाई। यो ठाउँ चाहिँ मैले हिजो अस्ति आएर भिडियो बनाएको ठाउँ हो। राम्रो लाग्छ मलाई ठाउँ पनि। यता बिच छ, यतातिर रमाइलो छ। अनि एउटा कुरा, यहाँ फेरि पानी, यहाँ पानी यस्तो मिठो पानी छ कि चिसो पानी आउँछ। यो बट्टामा दबाएपछि पानी आउँछ। कति मिठो पानी छ पानी फेरि यो। म त पानी थापेर नै म त पिउँछु यहाँ त जहिले पनि गयो भने। चिसो पनि छ, मिठो पनि छ पानी यहाँको पानी। यो चाहिँ साइकल हिँड्ने रोड। साइकलिङ पनि हिँड्ने, दगुर्ने पनि कर्निसकै छेउमा छ, साइडमा छ। अहिले त बिहान भएको भएर खासै मान्छे छैनन्। यो चाहिँ बस्ने ठाउँ, यसो शीतल छ यहाँ पनि। अब एकछिन यहाँ बसेर हल्का एक्सर्साइजहरू गर्छु म अब।
अब चाहिँ म फर्किन्छु। घाम पनि अलि लाग्ला जस्तो भएको छ। अब बिस्तारै बिस्तारै फर्किनु। अघि चाहिँ म अब रोडै रोड आएँ। अब चाहिँ म अन्डरपासबाट जान्छु। यो चाहिँ अन्डरपासको भड्याङ सिँढी तल चढ्दैछु म। बाटो क्रस गर्न सजिलो हुन्छ। माथिबाट त दगुर्नु पर्छ, यहाँबाट चाहिँ दगुर्नु पर्दैन, आनन्दले हिँड्नु पाइन्छ। त्यस रमाइलो भयो। अलिअलि गर्मी पनि भएको छ, रमाइलो पनि भएको छ। सकियो अन्डरपास। हेर्नुहोस् त कति रमाइलो छ यहाँ सबै। यसरी पानी बगिरहेको छ, रमाइलो छ। अब चाहिँ म फर्किँदैछु। अब धेरै बेर लाग्दैन। यो डब्लुडिसीको लुलु साइडबाट बाटो क्रस गर्दैछु। डब्लुडिसी ओल्ड ट्रेड सेन्टर। यो जेब्रा क्रसिङ। फेरि यहाँ जेब्रा क्रसिङको यो जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ। यसको दायाँ बायाँबाट बाटो काट्नु हुँदैन नि, फेरि फाइन लाग्छ। यो एतिसलातको बिल्डिङ। अब आउन लाग्यो हामी बस्ने रुम। यो बिल्डिङ अब भान्साघर बिल्डिङ आउने बेला भयो। यहाँबाट सिधै फर्किने। अब यताबाट घुमेपछि सिधै आउँछ। सिधा यो बाइक पार्किङ गर्ने ठाउँ। यहाँबाट सिधा यो एनएमसी हस्पिटल। यहाँबाट सिधाबाट धेरै छैन। अब आइपुग्न लाग्यो भान्साघरको बिल्डिङ। यो अहलिया एक्सचेन्ज। यो हामिद सेन्टर। यसकै अपोजिट हाम्रो बिल्डिङ, यो ब्लू बिल्डिङ। हामी बस्ने बिल्डिङ यही हो, भान्साघरको सेम बिल्डिङ। हस्, धन्यवाद सबैजनालाई। थ्याङ्क यू सो मच।